दाना दिन छैन गरे हेर्दै बस्छ दाना दिन माछा किलिया देखिन्छ के आछ है माछा त अलि उता यता यता गर्नु माछा फेरि भाग्छ गाउँबाट कुखुरा आएर साह्रै गर्मी खप्नु नसकेर हामी सो फ्रेस हुन चाहिँ चेकिङको चाहिँ टक्क सामान रेडी भइरहेछ कस्तो बलियो रहेछ त्यसबाट आउँदै गर्दा बिच बाटोमा यहाँ रेनबो ट्राउटको फार्म रहेछ अनि हामीले यहाँ माछा पाल्न खाएको थियौँ माछा पालन रहेछ यहाँ ठ्याक्कै बिचमा छ यो ठाउँ है साथीहरू यहाँ त माछा यहाँ इको म्युजियम यहाँ रहेछ हेलो हेलो नमस्ते जी माइक के होता नहीं फाइनली रुममा गाइस हो रुममा बरोला बरोला शेरपाटा लगाएर बरोला एक्सलेन्स राम्रो छ धानी छ एउटा ग्रुप के रमाइलो जय हो झुटो होइन यो गति साँचो छ मनैभरि खोलभरि गोर्खे खुकुरी लाउरे फल्दा मन जित्यो मायाले कहिले नफर्मा गोर्खे खुकुरी लाउरे फल्दा मन जित्यो मायाले पहिले नमरमा मन जित्यो मायाले पहिले नमरमा सिटी हान्यो राउना तानेर गोर्खे खुकुरी लाउरे ल स्टार्ट भयो हाम्रो सिक्लेसबाट अब कापुचेबाट
कापुचेबाट कोरी हजुर मुनिबाट सिधो छ सिधो उता गाउँ सिधेपछि रोडबाट आउँछ रोडबाट सिधो गएको बाटो अनि धुलो खरबार है दुईटो बाटो थियो के उता माथि नजाने तल सानो थियो कतापट्टि चाहिँ दुईटो बाटो छ छाडा नजाने त्यहाँ तल अरू जानु पर्छ तल तल त्यहाँबाट गएको छु एरो पनि लाग्दैछ होला नि बोटहरू नि छ होला नि हुन्छ अनि दुईटो होला त्यो बाटोमा त्यहाँ सिक्लेसैको मेलै हिँड्दा त नखाउने केटा हो बसेर खाऊ ए यता नि धेरै होटल रहेछ त अनि ऊपर हो पक्कै ल यहाँ चाहिँ पुरानो घन्टा रहेछ तर सिउरी धु उयो क्यु यो छैन घामले तलान् नि म कहाँ गर्ने झरना सिग्लेसबाट हिँडेर ठ्याक्कै यो हुगु भन्ने 21 मिटर हाइट रहेछ यो ठाउँमा आइपुगेछौँ 5 घन्टाको हिँडाइपछि त्यहाँ होटल छ ल हामी ठाउँ आइपुग्यो 5 घन्टाको हिँडाइपछि यो हुगु भन्ने ठाउँमा पुगेर खाना खाएपछि हामी फेरि कापुचेतिर लाग्छौँ लगभग 1.5 घन्टाको हिँडाइपछि हुगुबाट हामी साइला कटेज भन्ने होटलमा आएको छौँ हामी कापुचेमा आइपुगेको छ र न्यू साइला कटेज
सजिँदै कता हो खोला न ए कापुचे माउस चाहिँ डर आउँदो रहेछ। त्यही म चाहिँ अहिले कापुचे लेक जाँदैछु र मेरो भाइहरू चाहिँ अगाडि गइरहेको छ। आज चाहिँ हामी चाहिँ सिक्लेसबाट 5 घन्टामा अन्त 5 घन्टा यता यहाँ माइला दाइको होटेलमा 1.5 घन्टा लगभग 6 घन्टामा यता आइपुग्यो। चाहिँ धेरै होटेल रहेछ तर अहिले सबै बन्द रहेछ। कापुचे लेक लभ इन कटेज यही छ। त्यहाँ निकाल्नु नि